बाबा हुँदाका दिनहरू कति आनन्दका दिन जस्तै जेसुकै भयो नि होइन। दुःख सुख गरिन्थ्यो, दुःख सुख हुन्थ्यो। ती दिनहरू फर्केर के आउनु र है, आउनु ती दिन हाम्रो बाबा हुनु सबै हुनु दिन फर्केर आउनु। तर सबैभन्दा मलाई चाहिँ आमा मेरो आफ्नोको अगाडि ठगे क्या भगवान्ले। सानैदेखि दुःख पाकी चाहिँ यसले चाहिँ यसको चाहिँ राम्रो हुनुपर्ने, यसले धेरै दुःख पाकी चाहिँ यसलाई हेला गरेको छ भनेर भगवान्ले एउटा कुनामा भगवान्ले बसेर चाहिँ यसो हेर्नु नै भएन क्या। यति चाहिँ मलाई लाग्छ क्या। मेरो बुढो हुनु पर्थ्यो कि यति बेला। बाबुले गरेकाहरू सबै कति खुसी हुनुहुन्थ्यो। बाबु हुनु पर्थ्यो है, 2टा छोरा बाबु हामी सबै परिवार पुरा हुनु पर्थ्यो। त्यो भएको भए कति मजा आउँथ्यो। अनि यसो सम्झियो हाम्रो बाबाहरू नि यसो सम्झिँदाखेरि के को जन्म भयो होला जस्तो लाग्छ क्या मलाई नि। के को जन्म भयो होला, बाबुको के को जन्म भयो होला। संसार नै केही छैन क्या। विचित्रै विचित्रका दिन रहेछन्, विचित्रै विचित्र हुँदो रहेछ। भगवान् त हुनुहुन्न, भगवान् त हुनुहुन्छ भन्छन्, मेरो लागि त छैनन् भगवान्। कहाँनेरि छन् कस्ता छन् थाहा पनि छैन। सबैको अगाडि मलाई ठगे क्या भगवान्ले। सबैको अगाडि मलाई ठगे क्या। मलाई कसैले बोलाउनु पर्यो भने मलाई अझै पनि, मैले अस्ति नै पनि भनेको थिएँ, अझै पनि मलाई कस्तो लाग्छ भने मलाई बोलाउनु पर्यो भने मेरो फलानाको बिहे छ त बिहेमा आउने भनेर बोलाउँदैनन्। तँलाई फलानु यतिजना यसरी आउँदैछन्, अलिक आउनु पर्यो छिटो काम गर्नको लागि भनेर बोलाउँछन्। आज बुढो भएको भए त त्यसरी बोलाउँदैन थिए नि त। तर म चाहिँ सानै भएर गएँ क्या। म कस्ति लाटिनी, कति उयो गरेँ। म सबैसँग निहुरेँ क्या आमा, सबैसँग निहुरेँ। म सबैसँग निहुरेँ कि म सबैसँग निहुरेँ। म सानी नै भएँ तर सानी हुँदा पनि मलाई अति हेपे क्या। मलाई काम गर्नेकै रूपमा बोलाउँछन् क्या मलाई बोलाउनेले, मभन्दा सानाले पनि।